फाइनली गाइज हामी चाहिँ अलिकति माथि यो के भन्छ कहाँ छ रे ढुङ्गा जाने हो यहाँबाट चाहिँ मन्दिरमा चाहिँ तल जुत्ता के गर्नु आउनु ल मेरो लट्ठी पनि हराएको थियो कि अब यहाँबाट माथि जानुपर्ने यो चाहिँ एउटा सुरु गर्नुहुँदो रहेछ यहाँ चाहिँ गुफा रहेछ क्या भित्र गुफामा पसेर निक्लेको ल यहाँ चाहिँ भित्र गुफा रहेछ एउटा यो गुफाको चाहिँ के मान्ने रहेछ भने चाहिँ पाप गरेका मान्छेहरू चाहिँ त्यो गुफाभित्र छिर्दाखेरि चाहिँ गुफा पार गर्न सक्नुहुन्न रहेछ ल यो चाहिँ हामीले भर्खरै त्यहाँ परबाट गेट प्रवेश गर्दा रहेछ सँगै सुरुमै आउने पहिलो मन्दिर रहेछ यो चाहिँ हामीले यहाँ दर्शन गरिसक्यौँ कस्तो फिल भइरहेछ दामी दामी फुल एक्साइटेड हो म त्यही त दामी दामी एकदम बवाल दाजुको कस्तो फिल एकदम ठिक छ ठिक छ कि दामी ऊ अर्को दाले दाइ ताल 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 बाबा ताल ताल हेलो फाइनली गाइज हामी चाहिँ अब पाथिभाराको प्रवेशद्वार भित्र पसिसक्यौँ होइन अब चाहिँ हामी केही मिनटमा पाथिभारा मन्दिरसम्म पुग्नेछौँ अब यहाँबाट 5 मिनटमा ओ माई गॉड हो र गाइज हामी चाहिँ अब प्रवेशद्वारभित्र पस्ने बाटो होइन यहाँ चाहिँ अलिकति व्यवस्थित तरिकाले बनाउनु भएको रहेछ तलको भन्दा चाहिँ तर यहाँ चाहिँ अक्सिजन लेभल चाहिँ एकदम माइनसमै रहेछ होइन तर पनि हामी यहाँसम्म चाहिँ दुःख सुख तपाईँले हेर्न सक्नुहुन्छ हिउँ चाहिँ परेको छैन है कसैले हिउँ देख्छु हिउँ भेटिन्छ हिउँ परेको छ भनेर अपेक्षा गर्नुभएको छ भने चाहिँ यो भिडियो मार्फत चाहिँ तपाईँलाई यहाँ हिउँ चाहिँ देख्नुहुन्न है हिउँ पनि परेको छैन छेउछेउको गुराँसको फुलहरू पनि सबै टिपिसकेका छन् है अब त्यही हो अब यहाँ चाहिँ यस्तै छ मा कसम यस्तो बवाल सास बढ्छ नि यहाँनिर झन्डै